इटरीमा चाहिँ यसरी बृहत श्रमदान चलिरहेको छ। इटरीको सडक विभागले चाहिँ के गर्छ क्या, ल हेर्नु होला है, यस्तो अवस्थामा छ यो, यस्तो अवस्था छ मेन इटरीको हाइवे। हेमकर्ण पौडेलले चाहिँ यो देख्नुहुनेछ। त्यस पछाडि श्रम भनेको के हो भन्ने उहाँले बुझ्नुहुनेछ। हेमकर्ण पौडेलजीलाई के भन्न चाहनुहुन्छ तपाईँ? हेमकर्ण पौडेल सरलाई चाहिँ उहाँ पनि यो श्रमदानमा आउनुभयो, सँगै कुर्सीमा बस्ने साथीहरू पनि आएर काम गर्नुहुनेछ। अनि विकास त्यत्तिकै के काम गर्न आएको? देश बनाउन। देश बनाउन? देश कसरी बन्छ? काम गरेर। शैलेन्द्र अधिकारीज्यूले हामीलाई यो श्रमदाता अभियन्ताहरूलाई 1 कार्टन पानी सौजन्य गर्नु भएको छ। ल साथीहरू हेर्नु होला, यो चाहिँ यति क्लिन भइसकेको छ नि, यो पुरै सरसफाइ गरेर पनि श्रमदाताहरूले यति चिल्लो बनाउनु भएको छ, विदेशभन्दा पनि कुनै कम छैन। र तलतिर धमाधम पनि भइरहेको छ। ल वारिपारि पुरै छटपष्ट भएर श्रमदान यसरी चलिरहेको छ। पारी तल बर्गासी पुऱ्याइसक्नु भएको छ पारी चाहिँ। ल हेर्नु होला, यो सफा गरेको ठाउँ अहिले तपाईँहरूलाई देखाएर, र यो सफा गर्नु बाँकी, सफा गर्नुभन्दा अगाडि चाहिँ यस्तो छ। ल यो जङ्गल हेर्नु होला, यहाँ यस्तो अवस्था छ यो रोड सडकको। यो सडक विभाग चाहिँ कहाँ मरेको छ यतिखेर, के हेर्दैछ है? ल हेर्नु होला, यो बाढी आएको, यो बाढीले थुपारेको झ्यासहरू यतिकै छ। ल यी सडक विभागको काम चाहिँ के छ, इटरीको सडक विभागले चाहिँ के गर्छ क्या, ल हेर्नु होला है, यस्तो अवस्थामा छ यो रोडहरू। मास्तिर तपाईँहरूलाई देखाए त्यो सफा गरिसकेपछि कस्तो बनाउनु भएको छ, यसलाई पनि अब कस्तो बनाउनुहुन्छ। ल हेर्नु होला है, मोबाइलको कभरदेखि लिएर भोलाको खोलदेखि लिएर यस्तो अवस्था छ मेन इटरीको हाइवे। ल हेर्नु होला, यसरी श्रमदाताहरू पुरै सरसफाइमा लागिराख्नु भएको छ। यता पारी पनि सरसफाइ गरिराख्नु भएको छ। अहिले चाहिँ हामी ठ्याक्कै यहाँ बर्गाछी आइपुगेका छौँ। यता वारिपट्टि इटडी 2 पर्यो भने पारिपट्टि इटडी 1 र 20 अरे।
तर चल्दैछ दाइ श्रमदान चल्दैछ भाइ। आज आज पहिलो यो चोटि होइन? विशेष यो हर्क साम्पाङको अभियानमा श्रमदान गर्न पाएकोमा एकदम गौरव सिलाएर छ भाइ। अब यस्तो यहाँको स्थानीय जनताहरूले चाहिँ होइन म के भन्न मास्क चाहन्छु भने खोलिदिनु न त। यहाँ चाहिँ हाम्रो तररामा मात्र नभएर देशव्यापी चाहिँ यो श्रमदान अभियान चलाउनुपर्छ भने युवाहरूको अभियानमा आज हामी यहाँ श्रमदान गर्न जुटिरहेछौँ। तमाम आदरणीय यहाँ आमा बुवाहरू अशक्तहरूसम्म सफारीमा आएर चाहिँ काम गर्ने जोस दिनुभएको छ। त्यही कारणले हामी चाहिँ यहाँ युवाहरू यत्रो तरराबासी हामी थियौँ हिजो अस्ति भने हामी किन ढिलो गऱ्यौँ? यो भनेको एउटा हाम्रो यो एउटा अवसर, यो बाटो देखाउने चाहिँ हाम्रो हर्क साम्पाङ हुनुहुन्छ। उहाँको अभियानमा चाहिँ यहाँ तररामा विशेष सरसफाइ अभियान यहाँ पानीपियादेखि लिएर आज हामी बर्गाछी चौकसम्म आइपुग्यौँ। यो श्रम अभियानले चाहिँ विश्वभरि म्यासेज के जाओस् भने हामी स्थानीयले देश कसरी बनाउनुपर्छ, कसरी आफ्नो सहरलाई आफ्नो ठाउँलाई सफा रहनुपर्छ भन्ने चाहिँ यो म्यासेज दिनुपर्छ। र हामीले यो अभियान लगातार हामी हप्तामा एक दिन शनिबार पारेर हामी श्रमदान गरिरहेछौँ होइन। त्यही कारणले हामी झाडु, कसैले कुत्ते गैँती होइन बेलचा लिएर गरिरहेछौँ। कति दिन भयो यहाँसम्म आइपुग्दा? पानीपियाबाट यहाँसम्म पानीपियाबाट लिएर लगभग 3 हप्ता जति म खटिरहेको छु अहिले। र आज पनि धेरै जोस चलिरहेछ। जाडो भएर झन् होइन पसिना बगेर छु। यो तपाईँहरूको काम हो? यो हाम्रो काम त होइन, सरकारले गर्नुपर्ने। तर हाम्रो सरकार यस्तै खालको छ जो चाहिँ होइन हाम्रो सरकारमा बस्ने मान्छेहरू कुर्सीमा बसेर मुखले विकास गरिरहेछ, तर हामीले हातले विकास गर्नुपर्छ। तपाईँले नगरपालिकामा निवेदन दिनु भएन यो सरसफाइ गरिपाउँ भनेर अथवा सडक डिभिजनमा? हामी निवेदन त दिँदै गरेको, त्यो निवेदनहरू त उहाँहरूले त्यो एकातिर कानले सुनेर अर्कोपट्टिबाट उडाउने काम भइरहेछ। यो अनि तपाईँ त यो सडकमा सरसफाइ गर्दा त स्टन्टबाजी भनिरहेछ नि त? स्टन्टबाजी होइन, कसरी हुन्छ? हामीले प्रत्यक्ष एउटा होइन पारदर्शी तरिकाले हामी काम गरिरहेछौँ। यो त स्टन्टबाजी भन्न मिलेन। किन हामी चाहिँ अब आफ्नो घरमा पनि 10 काम छ, त्यो छोडेर हामी आइरहेछौँ। श्रमदाताहरूको काम होइन यो सडक सफा गर्ने, यो स्टन्टबाजी हो भनेर नि त। के अरे यो अब जस्तै निर्वाचन आउँदैछ त्यसको लागि भोट बटुलेको हो भनेर विरोधीहरूको आवाज छ नि। होइन, यो चाहिँ कस्तो हुन्छ भने खुट्टा तान्ने भन्छ नि एउटा होइन, एउटा राम्रो काम गर्ने मान्छेको पछाडिबाट होइन खुट्टा तानेर चाहिँ उसलाई पछाडि राख्ने अनि हामी स्वार्थको लागि अगाडि गरेर हामी हालिमुहाली गर्ने भन्ने एउटा सोच भएको व्यक्तिले मात्रै स्टन्टबाजी भन्न सक्छ होइन। तर हामी निस्वार्थ एउटा होइन पारदर्शी तरिकाले हामी श्रम दान गरिरहेछौँ। यो भनेको पुरा सहरभित्रका मात्र नभएर हाम्रो एउटा सुख र सफा ठाउँमा बसौँ होइन भन्ने एउटा अभियानले हो। यो मात्र नभएर भोलि आपविपद परेको खण्डमा पनि हाम्रो यो श्रम अभियान चल्छ। दुःख सुखमा सबैले साथ दिनुपर्छ भन्ने हाम्रो एउटा सोच लिएर हामी यहाँ आएको छौँ। पानीपियाबाट यहाँसम्म ल्याइ पुर्याउनु भयो, यहाँदेखि चाहिँ कहाँसम्म तपाईँहरूको लाने विचार यहाँको छ? लक्ष्य चाहिँ विराटनगरै पुर्याउने विचार छ? इटरीको मेन चोकसम्म पहिला पुर्याउने हो। त्यस पछाडि हाम्रो यहाँको हाम्रो स्थानीय हाम्रो हेमकर्ण पौडेलले चाहिँ यो देख्नुहुनेछ। त्यस पछाडि श्रम भनेको के हो भन्ने उहाँले बुझ्नुहुनेछ। हेमकर्ण पौडेलजीलाई के भन्न चाहनुहुन्छ तपाईँ? हेमकर्ण पौडेल सरलाई चाहिँ उहाँ पनि यो श्रमदानमा आउनुभयो होइन। उहाँको जुन अब सँगै कुर्सीमा बस्ने साथीहरू पनि आएर काम गर्नुहुनेछ अनि विकास त्यत्तिकै अटोमेटिक सहरमा चाहिँ झिलिमिली नै सफा वातावरण बसौँ भन्ने सबैको विचार हुनेछ। हेमकर्ण पौडेललाई पनि यहाँनिर भनेपछि तपाईँले हेमकर्ण पौडेलजीलाई पनि श्रमदानमा आउनुहोस्, हामी आम नेपाली जनतासँग इटरीका जनतासँग चाहिँ तपाईँ पनि श्रमदान गर्नुपर्छ भन्नु खोज्नु भयो हो। उहाँ पनि आउनुभयो, एउटा राम्रो हो किनभने आफ्नो स्थानीयको लागि होइन। अहिले भर्खरै भन्नुभयो हेमकर्ण पौडेल इटरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल चाहिँ यो व्यवस्था गर्यो भन्नुभयो। अहिले धरान र इटरीको चाहिँ तुलना गर्दा मेयरहरूको तुलना गर्दा तपाईँ हेमकर्ण पौडेललाई कति नम्बर दिन चाहनुहुन्छ? हर्क साम्पाङलाई कति नम्बर? अब हर्क साम्पाङ र हेमकर्ण पौडेलको तुलनात्मक 100मा 95
हर्क साम्पाङलाई 60, हेमकर्ण पौडेललाई चाहिँ 50 पनि अलिक कम, 45-40 त्यस्तै हो। भनेपछि हर्क साम्पाङको आधी काम गरेको छन्, आधी पनि छैन, त्यो स्थानीयले बुझ्दाखेरि आधी पनि छैन, मेरो विचारमा छैन। तपाईँको त नगर पिता होइन हेमकर्ण पौडेल त? नगर पिता त हो, मैले नि भोट दिएको हो होइन, मेरो परिवारले पनि दियो होला। यस्तो मान्छेलाई चाहिँ किन जिताउनु तर भयो भोट दिएर? अहिले चाहिँ जुन यो श्रम अभियान चल्दाखेरि चाहिँ अब उहाँले एउटै होइन प्रतिक्रिया केही फिडब्याकहरू दिनुभएको छैन, त्यही कारणले उहाँलाई अबको दिनमा चाहिँ भोट नजाला। भनेपछि तपाईँले काम नगर्ने नेतालाई नै चोइस गर्नुभयो। दिइरहनु भएको छ चाहिँ 50% चाहिँ किन दिनुभएको? अरूले त 0 भनिरहेछ। 0 भनिरहनु भएको छ, तर मैले तपाईँले चाहिँ किनभने 50 नम्बर दिनुभयो अझै पनि उहाँले। अब मेरो त एउटा उहाँको भोटर मान्छे भएकोले म धेरै नै दिने मन थियो, तर 50 चाहिँ दिएँ। किनभने हर्क साम्पाङलाई 95 दिँदा त उहाँलाई पनि त्यति नै दिनु पर्थ्यो, तर किनभने हर्क साम्पाङ धरानको मान्छे, हाम्रो स्थानीयलाई मैले थोरै दिएँ, किनभने कामको आधारमा उहाँले काम त्यति गर्नुभएको छैन, थोरै। भनेपछि अझै 50% चाहिँ तपाईँले फेरि भोट पनि दिनुहुन्छ अब आउँदो अब चुनावमा चुनाव दिनुहुन्छ चाहिँ अब पछि चुनावको टाइममा र त 50% चाहिँ यदि दिनुहुन्छ। सच्ची हो भने दिनुहुन्छ? सच्ची हो भने त दिनुपर्छ, र सच्ची नहुँदा चाहिँ दिँदैन। तपाईँको श्रमदाताहरू घर छिमेकी इष्टमित्र इटरी नगरलाई कसरी बोलाउनुहुन्छ? बोलाउनुहोस्, काम गर्दै बोलाउनुहोस्। मैले आज धेरै बोलाएर ल्याएको छु। हेमकर्ण पौडेलजीलाई बोलाउनु न त ल। तपाईँको नगर पिता 50% दिन्छु भनिरहनु भएको, बोलाउनुहोस् उहाँलाई। मेरो नगर पिता नि आउनु अनुरोध गर्दछु। अलिक ठुलो बोल्नु सुन्नुहुन्न उहाँले। तपाईँको आवाज उहाँसम्म पुर्याउनु। मेरो सानो सफाइ गरिरहनु भएको छ। नगर पिताले सुन्नु भएको छ। इटरी सुन्ने गरी फर्काउनु पर्यो के? हर्क साम्पाङले भने जस्तो काठमाडौँ सुन्नु पर्यो भने फर्किनु पर्यो तपाईँको आवाजले। भाइको नाम के हो? अनुपम। अनि तिम्रो? श्रेयाङ राई। यहाँ के गर्नु आएको? काम गर्नु, के काम? किन काम गर्न आएको? के काम गर्न आएको? देश बनाउन। देश बनाउन? हजुर, देश कसरी बन्छ? काम गरेर। देश काम गरेर बन्छ। हजुर, यो चाहिँ कसले भनेको? आफै भने हो कि? आफै। आफैले? के भन्दै हुनु त भाइले? दुईजना भक्तहरूको हर्क साम्पाङले? के चाहिँ हर्क साम्पाङले भन्नुहोस् त, अलिक खुलेर बोल्नुहोस्। खाइरहनु भएको छ? हर्क साम्पाङले दिनुभयो खानेकुरा? तिमी कति कक्षामा पढ्छौ? 5 कक्षामा? तिमी? अब यो भन्दा पहिला चाहिँ आएको थिएन श्रमदानमा? एक टाइम चाहिँ धरानमा आएको थियो। धरानमा? धरान र तरहरामा के फरक पायो भाइले? धरानमा चाहिँ धेरै गाह्रो छ यहाँ। यहाँ गाह्रो छैन? यहाँ किन गाह्रो छैन? धरानमा चाहिँ के को कारणले गाह्रो र यहाँ के को कारणले गाह्रो छैन? लु भन्नु पर्यो। अब यहाँ त रोडमा अब काम गर्ने, उता त पाहाडमा एकदम त्यही मजको जाँदाखेरि गरेको थिएँ काम। पाइप बोक्नु गएको हो? हजुर, पाइप तान्नु गएको हो? अँ, कोसँग जानुभयो? म त बोजूसँग। बोजूसँग? ए अहिले चाहिँ कोसँग आउनुभयो? अहिले त एक्लै अनि अनि आज चाहिँ के काम गर्यो त्यहाँ? त्यही बोरा माटोबाट उता खाले अनि झाडु। हो? तपाईँको साथीहरू पनि आउनु भएको छ यहाँ? थाहा छैन, थाहा छैन? तपाईँ कुन स्कुलबाट? म हिमसिकर। हेमसिकर। तपाईँको साथीहरूलाई के भन्ने अब गएर भरे भोलि? सोध्दैन त के भन्नु। सुनाउनु पर्यो नि त। म त यसरी श्रमदानमा गएको थिएँ, साथी अर्कोचोटिदेखि हामी पनि जानुपर्छ, सबैजना यसरी देश बनाउनुपर्छ भनेर भन्नु पर्दैन? साथीहरूलाई सुनाउनु परेन? मेरो त भिडियो युट्युबमा आइसक्यो, तिमीहरूको कहिले आउँछ भनेर भन्नु परेन साथीहरूलाई? म त देश बनाउनु लागिसकेँ, तपाईँहरू कहिले लाग्ने भन्ने हो साथीहरूलाई? भन्ने कि नभन्ने? अब हर्क साम्पाङ चिन्नुहुन्छ होइन त? उहाँ चाहिँ कस्तो खालको व्यक्ति हो? अलिक ठुलो स्वरले भन्नु। उहाँ चाहिँ एउटा देश विकास गर्ने नेहरू अनि देशभक्ति होइन? है हर्क साम्पाङसँग भेट भयो? छैन। भेट गर्न चाहनुहुन्छ? ल अब भेटेपछि के सोध्नु मन छ? के क्वेसन गर्नु मन छ कि के माग्नु मन छ कि केही माग्नु चाहिँ छैन। के भन्न पनि छैन? देश मजाले चलाउनुहोस्, देश हाँक्नुहोस् भन्नुहुन्छ होइन? ल हस्, हाम्रो धन्यवाद भाइलाई भाइ। धन्यवाद। ल यसरी बृहत रूपमा चाहिँ श्रमदान चलिरहेको छ, तपाईँहरू देख्नु होला। आदरणीय
शैलेन्द्र अधिकारीज्यूले हामीलाई यो श्रमदाता अभियन्ताहरूलाई 1 कार्टन पानी सौजन्य गर्नुभएको छ र आज 2 कार्टन मात्रै साथीहरूले दियो र यसमध्येमा हाम्रो शैलेन्द्र अधिकारीज्यूले चाहिँ 1 कार्टन पानी दिनुभयो। धेरै धेरै धन्यवाद। धन्यवाद। यो माफ गरिदिनु होला। उहाँले चाहिँ यहाँ श्रमदाताहरूको लागि 1 कार्टुन पानी यो पानी चाहिँ सौजन्य गरिदिनु भएको छ है। यहाँ काम गरेर थाकिराख्नु भएको लागि ल उहाँको लागि धेरै धेरै मेरो व्यक्तिगत तर्फबाट पनि धन्यवाद भन्न चाहन्छु। अगुवा श्रमदाताज्यूहरू हार्दिक नमन नमस्कार। जय श्रमदान जय माटो। यो हाम्रो एउटा क्रान्ति हो। क्रान्ति भन्नाले राम्रो क्रान्ति हो, विचारको क्रान्ति हो, श्रमको क्रान्ति हो, देश बनाउने क्रान्ति हो। देश बनाउने क्रान्तिको क्रममा जो आज तपाईहरूले आफ्नो 2 घण्टा 2.5 घण्टा अमूल्य समय दिनुभयो त्यसको लागि श्रमदान सम्पूर्ण पार्टी साथै श्रम सांस्कृतिक पार्टी तपाईहरुबाट आभार प्रकट गर्दछ र हार्दिक कृतज्ञता व्यक्त गर्दछ। यसरी नै हामी एक दुस्रामा मिलेर हातेमालो गरेर अगाडि बढाउँ, देश बनाऊँ। आउँदो हप्ताको लागि पनि तपाईहरुलाई यही तलतिर यो जहाँनेर यो क्रस छ के भन्छ बर्गासी क्रस त्यहाँनेर हामी भेटौँ। खास गरी यो आउँदो 25 गते पुस 25 गते बिहिबार 11 बजे इटरीमा हर्क साम्पाङ ज्यू हाम्रो अध्यक्षज्यूको र्याली छ, नगरसभा छ, तपाईको नगर कमिटी गठन प्रक्रिया त्यहाँनेर छ। त्यसको लागि नै अहिले हजुरलाई जानकारी गराउँछु। यो जानकारी तपाईहरुले आफ्नो छर छिमेक गाउँमा सबैलाई भनिदिनु होला। त्यहाँनेर हामीले उहाँको विचार सुन्नु पर्नेछ। उहाँले के भन्नुहुन्छ, उहाँले देश बनाउने कुरा गर्नुहुन्छ कि उहाँले देशलाई कतातिर लाने कुरा गर्नुहुन्छ, उहाँको विचार के छ त्यसलाई सुन्नको निमित्त सम्पूर्ण इटरी उपमहानगरपालिका निवासी दाजुभाइ दिदीबहिनीहरूलाई पनि अहिले नै म हार्दिक निमन्त्रणा ज्ञापन गर्दछु। आउँदो दिनमा हामी जिङ्गल पनि घुमाउनेछौँ र हजुरहरूको घर दैलो दैलोमा हजुरहरूको छरछिमेक गाउँमा पर्ची पनि आइपुग्नेछ। त्यसको लागि हामी तयार छौँ र आउँदो दिनहरूमा पनि हामीले यसरी नै बढाउँ। यो इटरी तरालादेखि इटरी चोकसम्म चाहिँ यसरी नै एकदम राम्रो सफा यो हाइवे बनाऊ भन्ने हाम्रो अभियान हो। यो सकेपछि फेरि हाम्रो निरन्तरताभित्र पस्नेछौँ। जहाँ जहाँ जग्गा सङ्घ संस्थाहरूमा यस्तै समस्याहरू छ भने हजुरहरूले ल्याउनुहोस्, त्यहाँ पनि हामी पुग्नेछौँ। र आजको लागि तपाईँले जो आफ्नो अमूल्य समय दिनुभयो त्यसको लागि फेरि पनि बहुत बहुत धन्यवाद भन्दै म आफ्नो शब्द विराम दिन चाहे। आज जसले भेष सौजन्य दिएको गजेन्द्र राईज्यू युकेबाट हुनुहुन्छ, पानी गर्नुभएको छ मोहन राईज्यूले, शैलेन्द्र अधिकारीज्यूले पानी गर्नुभएको छ, मोहन राई धनकुमारज्यूले 1000 सौजन्य गर्नुभएको छ। त्यसको लागि पनि उहाँले भेटेको पैसा यो भेटेको पैसा बाँडिदिनु भएको कसको मेरै पैसा झरे के आउनु भन्नु ल धन्यवाद उहाँलाई। हो यो भनेको के हो भनेदेखि एउटा इमान्दारिता हो। ल बहुत बहुत धन्यवाद तपाईँहरूलाई। फेरि पनि मिडियाकर्मी साथीहरू आउनु भएको छ। हाम्रो क्रियाकलापलाई चाहिँ देश विदेशमा उहाँहरूले पुर्याउँदै गर्नुभएको छ। उहाँलाई पनि हार्दिक धन्यवाद भन्न चाहन्छु। जय माटो जय श्रमदान। अब फेरि यो सभा विसर्जन गायत्री बहिनी हुनुहुन्छ भयो ल। अब आज हाम्रो सम्पूर्ण कार्यक्रम यहाँ विसर्जन भएको घोषणा गर्दछु। आउँदो दिनमा फेरि यसरी नै तपाईँहरूले छर छिमेकलाई तानेर ल्याउनुहोस्। आउँदो दिनमा पनि भेटहरू वितरण भइ नै भएको छ, सौजन्यहरू आइ नै रहेको छ हामीसँग। बहुत बहुत धन्यवाद। नमस्कार। जय माटो। ल आजको श्रमदान चाहिँ यहीँ अन्त्य भएको छ, टुङ्गिएको छ। आजको श्रमदान कार्यक्रम चाहिँ सकिएको छ र अब चाहिँ हामी घर सबै आफ्नो आफ्नो घरतिर लाग्छौँ र भिडियो के कस्तो लाग्यो है कमेन्ट छाड्नु होला र मेरो च्यानलमा नयाँ हुन्छ भने मेरो च्यानललाई सब्सक्राइब गर्नु पनि नभुल्नु होला। हस् त बाई बाई।